हिमालको काखबाट उठ्यो एउटा गर्जन, साहस र सङ्घर्षले लेख्यो नयाँ कीर्तिमान। हार नमानेर अघि बढ्दै जित्यो हरेक चुनौती, रच्यो इतिहास आज नेपालीको गौरव बनी। पसिना, मेहनत, सपना र विश्वास, यही बाटोले बनायो उसको पहिचान खास। ओजनको भाग गर्जियो संसारमा, रविन्द्र दन्त चम्कियो इतिहासमा। रोड टु UFC को सेमी फाइनलसम्म पुगेर नेपालको झन्डा फहरायो गर्वले उचालेर उचालेर। पहिलो नेपाली यो उचाइ छुन सफल, लडाईँको मैदानमा देखायो साहस अटल। अब अझै टाढा छैन त्यो सुनौलो गन्तव्य, सिङ्गो नेपाल साथमा छ, जित्ने छ अर्को अध्याय।